मेरो जर्नी चाहिँ एक्चुअली 2011 देखि डान्स गरेर सुरु भयो यो फिल्डमा हैन। अनि त्यसरी चाहिँ अब मोबाइलहरु हुन्थ्यो, मोबाइलहरुबाट यस्तो यो फनी भिडियोजहरु बनाएर फेसबुकहरुमा पोस्ट गर्ने। I wanna be a billionaire. जस हाम्रो एउटा दुईटा भिडियोहरु चाहिँ एकदमै भाइरल जान्थ्यो के। अनि त्यो हार्लेम शेक त्यसको हो भने फिल्म स्कुल पनि छ नेपालमा भनेपछि चाहिँ एकचोटी ल फिल्म स्कुल पनि जोइन गर्छु भनेर म जोइन गर्न गएँ हैन। अनि त्यहाँ धेरै एक्सपिरियन्स भयो, सर्ट फिल्महरु बनाउने, साथीहरुसँग काम गर्ने, अब कतै भलन्टियर्स गर्ने, कतै सर्ट फिल्म फेस्टिभल्सहरुमा पठाउने हैन। त्यो आफैमा पनि एउटा एकदमै राम्रो एक्सपिरियन्स भयो हैन। तर आफूलाई एकदमै युट्युब गर्न मन लाग्ने, अनि त्यही भएर मैले 2017 मा चाहिँ मेरो कजन अनि मेरो एकजना भाइसँग मिलेर चाहिँ फन रेभोल्युसन टिभी भनेर सुरु गर्यौं। अनि त्यो फन रेभोल्युसन टिभी सुरु गरिसकेपछि चाहिँ एकदमै राम्रो के भयो भने सर्ट फिल्महरु बनाएर एक्सपेरिमेन्ट गर्यौं। हेलो बेबी, म यहाँ मर्त्यलोकमा आइरहेको। एउटा मनुष्य उठाउनु पर्ने थियो कि 15 मिनेट है चाँडै आइपुगेछु, त्यही भएर चिल हानिरहेको। ए पसल त बन्द रहेछ। म त झन्डै त्यसले हामीलाई देखेँ क्या हो भन्न थालिरहेको क्या। अनि त्यही दौरानमा भिडियोजहरु बनाउँदै जाँदा मान्छेहरुले मन पराइदिनु भयो र हामीले अलमोस्ट 1,13,000 जति सब्स्क्राइबर बनाउन सफल भयो। जहिले पनि अब फिल्म स्कुल बेलायदेखि फिल्म बनाउने इच्छा थियो। अनि युट्युब चाहिँ खास गरी हाम्रो लागि टेस्टिङ हुन्छ नि, अब एकदमै आफूले सिक्ने मौका अथवा ऑडियन्ससँग कनेक्ट हुने मौका पाउँछौं भनेर चाहिँ युट्युब सुरु गरेका थियौं। अनि युट्युबमा सर्ट फिल्महरु बनाएर त्यसरी कनेक्ट गर्यौं। यिनीहरूलाई त्यस्तो मजाले खेल्नुपर्छ नि। नाटक पारेको मलाई चित्तै बुझ्दैन क्या। 2015 मा मैले फिल्म स्कुल सकाएर 2017 मा सुरु गरे। अनि अलमोस्ट फिल्म स्कुल सकेको 10 वर्ष लाग्यो के मलाई चाहिँ यो फिल्म लेखेर बनाउन हैन। सो यो फिल्म हाम्रो लाइफ ड्यामेज चाहिँ लेख्नलाई अलमोस्ट 6 मन्थ्स चाहिँ एकदमै रेगुलर बेसिसको टाइम लाग्यो भने 2 मन्थ्स एक्स्ट्रा चाहिँ हामीले रिड्राफ्टहरु गर्यौं हैन। अनि त्यसपछि अर्को अझै 4-5 महिना चाहिँ हामीले डिस्कसन्स गर्ने, रिराइट गर्ने, त्यो दौरानमा चाहिँ स्क्रिप्टमा चाहिँ अलमोस्ट 1.5 इयर्स लगाएको छौं। हाम्रो यस्तो एडिटिङमा चाहिँ 4वटा यसरी आउट भएको छ सिनहरु हैन। जुन हामीले फर्स्टमा लेखेको थियौं नम्बर 6 फिल्मको सबै छ कुन पछि कुन हुन्छ भनेर। दिस इज कल्ड एडिटिङ हैन त। एडिटिङ बिफोर सुटिङ हैन त। स्क्रिप्ट एडिटिङ बिफोर गोइङ टु द सुट। यो फिल्मको जर्नीसम्म आइपुग्दाखेरि हामीले सोशल मिडिया अवार्डहरु पनि जित्यौं हैन, जुन अर्गनाइज भएको थियो, हामीलाई बोलाएको थियो। दर्शकको पनि धेरै माया पायौं के। सो हामी चाहिँ युट्युबमा मोस्टली सटायरिकल कमेडीहरु गर्थ्यौं अनि सोसाइटीको ट्याबुजहरुको बारेमा चाहिँ आवाज उठाइरा हुन्थ्यौं हैन। सो त्यो कुराहरुमा मैले अब सर्ट मुभिजहरु, भिडियोजहरु बनाउँदाखेरि आफ्नो राइटिङ स्किल, डाइरेक्सन स्किल र एक्टिङ स्किल्सहरु इम्प्रुभ गर्न पाएँ। अनि त्यही स्किल्सहरुले चाहिँ मलाई युट्युबमा सिकेको स्किल्सहरुले चाहिँ यो फिल्म बनाउनलाई एकदमै हेल्प गरेको छ। अनि यो फिल्म पनि एउटा कमेडी सोशल ड्रामा नै हो। एन्ड आई एम प्रिटी श्योर यसले चाहिँ कति मान्छेलाई चाहिँ एउटा थट वाइज चाहिँ इम्प्याक्ट पार्नेछ। अनि यो इन्डस्ट्रीमा पनि केही नयाँ स्टोरी चाहिँ हुनेवाला।